अहिले इन्टरनेटमा पृथ्वीमा महाविनाशको सङ्केत भनी विभिन्न भिडियोहरू भाइरल भएका छन् र यिनै भिडियोहरूमध्ये यो भिडियोलाई ध्यान दिएर हेर्नुहोस्। यो भिडियो अस्ट्रेलियाको तास्मानिया बीचको हो, जहाँ 150 भन्दा बढी किलर व्हेलहरू अचानक समुद्रको सतहमा देखिएका छन्। ती किलर व्हेलहरू जुन समुद्रको खतरनाक शिकारी शार्कसँग पनि डराउँदैनन्, तिनीहरू मानव कुनै चिजसँग डराएर भाग्दै समुद्रको किनारामा आएका छन्। यस्तै अर्को भिडियो हेर्नुहोस् जसमा समुद्रको 3000 फिट गहिराइमा पाइने ओआरफिस नामको माछा पनि समुद्रको सतहमा देखिएको छ। र इतिहास हेर्ने हो भने जब जब समुद्रको सतहमा ओआरफिस देखिन्छ तब तब संसारमा विनाश र प्रलय आएको पाइन्छ। यति मात्र नभई अन्य डीप सी क्रिचरहरू पनि समुद्रको सतहमा देखिन थालेका छन्, जसले पक्कै पनि ठुलो खतराको सङ्केत गरेको हुनुपर्छ। किनकि समुद्रको अन्ध्यारो गहिराइमा पाइने यी जीवहरू आफ्नो वासस्थान छाडेर सतहमा आउनुमा कुनै न कुनै ठुलो कारण लुकेको हुनुपर्छ। आखिर के छ त समुद्रभित्र त्यस्तो जसबाट यी जीवहरू डराएर भाग्दैछन्? अथवा के कारणले गर्दा यी जीवहरूले आफ्नो वासस्थान छाडी समुद्रको किनारामा आउनु परेको छ? के यो संसारको विनाशको सङ्केत हो? र पृथ्वीमा आउने महाविनाश र यी जीवहरू यसरी समुद्रको किनारामा देखिनु बीच के सम्बन्ध छ भने आजको भिडियोमा हामी डिटेलमा कुरा गर्नेछौँ। त्यसैले अहिले संसारमा यस्ता घटनाहरू किन भइरहेका छन् जान्नको लागि भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। सन् 1996 मा अमेरिकन नेभीले सैन डिएगोको समुद्रको सतहमा चाँदीको तरबाल जस्तो 23 फिट लामो र विशाल माछा देख्छन्। रिसर्च गर्दा पत्ता लाग्छ कि यो समुद्रको करिब 3000 फिट गहिराइमा पाइने ओआरफिस नाम गरेको माछा हो। तर डरलाग्दो कुरा के भने जब जब यो माछा समुद्रको सतहमा देखिन्छ तब तब पृथ्वीमा महाविनाश र प्रलय आएको पाइन्छ। त्यसैले यो माछालाई डुम्सडे फिस भनेर पनि चिनिन्छ। अमेरिकन नेभीले यो माछा देखेको केही दिनमै मेक्सिकोमा 7.1 म्याग्निट्युडको भूकम्प आयो, जसले ठुलो धनजनको क्षति पुर्याएको थियो। त्यस्तै सन् 2011 मा पनि जापानको समुद्रको किनारामा करिब 20 भन्दा बढी ओआरफिसहरू मरेको पाइन्छ र त्यसको केही दिनमै जापानमा 9 म्याग्निट्युडको ठुलो भूकम्प जान्छ। यति मात्र नभएर भूकम्प गएको केही मिनेटमै जापानले ठुलो सुनामीको पनि सामना गर्नु पर्यो। र अहिले 2025 मा पनि संसारको अलग अलग समुद्रको किनारामा डीप सी क्रिचरहरू पटक पटक देखिएका छन्। तर वैज्ञानिकहरूले पनि यी डीप सी क्रिचरहरू यसरी समुद्रको सतहमा देखिनु ठुलो खतराको सङ्केत हो भनी भनेका छन्। हालसालै इन्डियाको केरलाको एउटा भिडियो इन्टरनेटमा निकै भाइरल भएको छ, जसमा तपाईँ क्लियरली देख्न सक्नुहुन्छ कि लाखौँ माछाहरू पानी छोडी जमिनतिर भाग्दैछन्। अब तपाईँ आफै सोच्नुहोस्, मछली जलकी रानी जल नै छाडेर जमिनतिर आउनुको पछि के बाध्यता होला? यस्तै यो मेक्सिकोको भिडियो हो जसमा ओआरफिस फेरि पनि समुद्रको सतहमा देखिएको छ र मान्छेहरूले फेरि पनि मेक्सिकोमा ठुलो प्रलय आउने अनुमान गरेका छन्। यस्तै अर्को भिडियो हेरौँ। यसमा समुद्रमा स्क्वायर सेपको वेबहरू फर्म भएको देख्न सकिन्छ र यो घटना एकदमै रियर त छँदैछ, तर यो देख्नुको अर्थ खतराको सङ्केत पनि मानिन्छ। यो भिडियोमा पनि हजारौँ कछुवाहरू पानीलाई छाडेर जमिनतिर आइरहेको देख्न सकिन्छ। यी भिडियोहरूमध्ये अनौठो र डरलाग्दो भिडियो भनेको यो भिडियो जसमा एङ्गलर फिस, जसलाई ब्ल्याक सी डेभिल भनेर पनि चिनिन्छ, यो माछा पनि बिस्तारै समुद्रको किनारातिर आइरहेको देख्न सकिन्छ। अब तपाईँको मनमा जिज्ञासा लाग्यो होला, यसमा के छ त अनौठो मान्नु पर्यो? यो माछा समुद्रको त्यो गहिराइमा बस्छ जहाँ प्रकाशको किरण पनि पुग्दैन र त्यस्तो कन्डिसनमा सर्भाइभ गर्नको लागि यसको टाउकोमा लाइट इमिटिङ एन्टिना हुन्छ। यो जीव सधैँ अन्ध्यारो ठाउँमा मात्र बस्ने गर्छ र यो भिडियोमा देख्न सक्नुहुन्छ कि यो पनि समुद्रको सतहतिर भाग्दैछ। इन्टरनेटमा अहिले यो स्याटेलाइट इमेज पनि निकै भाइरल भएको छ र यो फोटो भाइरल हुनुको कारण यो फोटोमा देखाइएको सर्प जस्तो देखिने आकृति हो। सबै सामुद्रिक जीवहरू समुद्र छाडी जमिनतिर भाग्नुको मुख्य कारण यो सी क्रिचरलाई मानिएको छ, जुन समुद्रको गहिराइदेखि बिस्तारै माथितिर आउँदैछ। यसको बारेमा हजारौँ साल पुरानो पौराणिक कथाहरू तथा पुरानो बाइबलहरूमा पनि मेन्सन गरिएको छ। यो एउटा यस्तो मोन्स्टर हो जुन समुद्रको गहिराइमा बस्छ र जब पृथ्वीको अन्त्य हुने समय हुन्छ तब यो देखा पर्छ। यो जीव यति ठुलो हुन्छ कि यसले एकैपटकमा एउटा पुरै देश नै मिल्न सक्छ। यसको नाम हो लिभाइथन। लिभाइथनको बारेमा डिटेलमा कुरा गर्ने भने एउटा छुट्टै भिडियो बनाउनु पर्ने हुन्छ र यदि तपाईँ लिभाइथनको बारेमा बुझ्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस्। यी सब कुराहरू सुन्दा एकपटक त लाग्छ कि साँच्चै संसारको अन्त्य हुन लागेछ, तर विज्ञानले के भन्छ? अर्थात् यी घटनाहरू हुनुको पछि के साइन्टिफिक एक्सप्लेनेसन छ पहिला त्यो बुझ्ने प्रयास गरौँ। यो भिडियो जसमा 150 भन्दा बढी किलर व्हेलहरू समुद्रको सतहमा आएका थिए, जसमा कतिको त मृत्यु पनि भइसकेको थियो।
यस्तो घटनालाई सिटासियन स्टार्टिङ भनिन्छ। यो घटना कुनै दुनियाँको अन्त्यको चेतावनी नभई एउटा यस्तो घटना हो जसमा व्हेल, डल्फिन जस्ता जीवहरू इलनेस, नाभिगेसन एरर अथवा अर्थक्वेक र भोल्क्यानिक एक्टिभिटिजको कारणले प्यानिक भई समुद्रको किनारातिर आउने गर्छन् र किनाराको बालुवामा अल्झेर फेरि पानीमा जान सक्दैनन्। एक समयपछि यिनीहरू यति कमजोर हुन्छन् कि कसैले पानीमा लगेर छाडिदिँदा पनि पौडन नसकेर फेरि पानीको लहरसँगै किनारामा आउँछन्। हेर्दाखेरि व्हेलहरू कसैसँग डढाएर फेरि पानीमा जानुभन्दा बरु जमिनमै मर्नु ठिक माने जस्तो देखिन्छ। अब डुम्सडे फिसको कुरा गरौँ। ओआर फिस लगायत समुद्रको गहिराइमा बस्ने केही माछाहरू सेस्मिक एक्टिभिटीसँग एकदमै सेन्सिटिभ हुन्छन्। अर्थात् भूकम्प जाँदा जमिनमा जुन हलचल हुन्छ त्यो हलचलबाट एकदमै सेन्सिटिभ हुन्छ। जब भूकम्प जान लागेको हुन्छ तब अर्थको लोअर पार्ट अर्थात् डिप सीमा केही दिन पहिलेदेखिबाट नै हलचल सुरु हुन्छ र यो ओआर फिस पनि यही हलचलको कारणले प्यानिक भएर सतहतिर आउने गर्छ। त्यसैले ओआर फिसले समुद्रको सतहमा देखेपछि भूकम्प अथवा सुनामी जान सक्ने अनुमान लगाउन सकिन्छ। तर डिप सी क्रिचरहरू यसरी समुद्रको सतहमा देखिनु यो मात्र एक्लो कारण पनि होइन। इलनेसको कारणले अथवा लोअर पार्ट जहाँ यिनीहरू बस्ने गर्छन् त्यहाँको इन्भाइरोमेन्टको टेम्परेचर सडनली चेन्ज भयो भने यिनीहरू आत्तिएर सतहतिर आउने गर्छ। त्यस्तै यो एङ्गलर फिस पनि समुद्रको सतहमा देखिनुमा यिनै कारणहरू हुन सक्छन्। अब यो स्क्वायर सेपको वेभको कहानी के हो त? यस्तो वेभ त्यति बेला भन्छ जब समुद्रमा दुई अपोजिट डाइरेक्सनबाट आएको वेभहरू ठोकिन्छन्। जब समुद्रमा भूकम्प भएको हुन्छ अथवा ठुलो हलचल भएको हुन्छ तब यस्तो वेभहरू फर्म हुने गर्छन्। त्यसैले पनि यस्तो वेभहरू डेन्जरस मानिन्छ र यो घटना एकदमै रियर हुन्छ। अब इन्डियाको केरलामा भएको यो घटना पनि पहिलोचोटि भएको घटना पनि होइन। यस्तो घटना समय समयमा भइरहेको पाइन्छ र यसले पनि कुनै ठुलो विनाशको सङ्केत दिएको भने होइन। यस्तो हुनुमा मुख्य दुई कारणहरू मानिन्छ। पहिलो, समुद्रमा यदि सार्क अथवा सार्क जस्तै शिकारीहरू छ भने ससाना माछाहरू डढाएर किनारातिर भाग्ने गर्छन् र अर्को भनेको यी चिसो ठाउँमा बस्ने माछाहरू आफ्नो बस्ने ठाउँको पानी तातो भयो भने चिसो पानीको खोजीमा सतहतिर आउने गर्छन्। सो इन्टरनेटमा जसरी यी घटनाहरूलाई महाविनाशको सङ्केत भनी देखाइएको छ सो वास्तवमा त्यस्तो डराउनु पर्ने कुरा भने केही छैन। एक मिनट, संसारको अलग अलग ठाउँमा यस्तो घटनाहरू एकैसाथ पटक पटक घट्नु भनेको सामान्य कुरा भने होइन। भनेपछि आर वी मिसिङ समथिङ? यस, एक्ज्याक्टली, वी आर मिसिङ द मेन रिजन बिहाइन्ड दिस फिनोमिना। सो के हो त त्यो मेन रिजन? तपाईँहरूलाई सुन्दा अचम्म लाग्ला, तर यी घटनाहरू घट्नु पछिको मुख्य कारण भनेको हामी हो, हामी मानिसहरू हो। भूकम्प थोरै हाम्रो कारणले जान्छ, यो त नेचुरल हो भाइ, नेचुरल। भूकम्प हाम्रो कारणले नआउला, तर हाम्रो कारणले भएको पोल्युसन, ग्लोबल वार्मिङ, डिप सी माइनिङ तथा विभिन्न पानी जहाजहरूमा प्रयोग गरिने सोनार र रेडार टेक्नोलोजीले गर्दा सामुद्रिक जीवहरूलाई आफ्नै वासस्थानमा बस्न नसक्ने अवस्था सिर्जना भएको छ। हरेक वर्ष हजारौँ टन फोहोर, मैला तथा प्लास्टिकहरू समुद्रमा खनाइन्छ र हामी भन्छौँ समुद्रमा लिभाइथन छ जसले गर्दा माछाहरू समुद्रको किनारामा आएर मर्ने गर्छन्। गल्ती हामी आफै गर्छौँ र दोष अरूलाई। गहिरो समुद्रमा बस्ने जीवहरू समुद्रको किनारमा आउनुको मुख्य कारण भनेको फोहोर, मैला, प्लास्टिक तथा टक्सिक केमिकलहरू समुद्रको गहिराइमा पुग्नु हो। यसले गर्दा त्यो ठाउँको इकोसिस्टम नै उथलपुथल भई जीवहरू आफ्नो वासस्थान छाडी भाग्न बाध्य हुन्छ। साथै टक्सिक केमिकलले गर्दा समुद्रमा अक्सिजनको लेभल घटाई कार्बन डाइअक्साइडको मात्रा बढाउने गर्छ। यसको कारणले समुद्रको पानी एसिडिक भई हजारौँ सामुद्रिक जीवहरूको ज्यान लिने गर्छ। अर्को कारण भनेको ग्लोबल वार्मिङ। ग्लोबल वार्मिङले गर्दा समुद्रको पानीको तापक्रम दिनानुदिन बढ्दैछ। ती डिप सी क्रिचरहरू जुन चिसो पानीमा बस्ने गर्छन् तिनीहरूले बढ्दो तापक्रम सहन सक्दैनन् र चिसो पानीको खोजीमा समुद्रको सतहमा आउने गर्छन्। र पछिल्लो क्रममा यी घटनाहरू बढ्नुको मुख्य कारण भनेको साउन्ड पोल्युसन। सुन्दा अचम्म लाग्यो होला, समुद्रमा साउन्ड पोल्युसन? हो, समुद्रमा साउन्ड पोल्युसन। विभिन्न देशका सेना तथा सबमरिनहरूले प्रयोग गर्ने सोनार र रेडार टेक्नोलोजी एक्सपेरिमेन्टको नाममा समुद्रमा छाडिने अलग अलग प्रकारको वेभहरू, सिग्नलहरूको कारणले समुद्रको गहिराइमा साउन्ड पोल्युसन हुने गर्छ, जसले गर्दा सामुद्रिक जीवहरूको नेभिगेसन र कम्युनिकेसन सिस्टम नै बिग्रन्छ। त्यसपछि ती जीवहरूले आफ्नो तथा आफ्नो घरको लोकेसन नै थाहा पाउँदैनन् र भौतार्ने गर्छन्। यस्ता सिग्नलहरूले गर्दा सामुद्रिक जीवहरू प्यानिक भई समुद्रको सतहमा आउने गर्छन्। यी त भए मुख्य कारणहरू, तर यस्तै हजारौँ ह्युमन एक्टिभिटीहरू छन् जसले गर्दा छिट्टै नै समुद्रको इकोसिस्टम तथा एक्वाटिक एनिमलहरूको नेचुरल ह्याबिट्याट नै डिस्ट्रोय हुँदैछ। साथै ह्युमन एक्टिभिटिजहरूले गर्दा नै कैयौँ सामुद्रिक तथा जमिनमा बस्ने जीवहरू लोप भएका छन् र कैयौँ लोप हुने अवस्थामा छन्। अन्त्यमा के भन्न चाहन्छु भने यी जीवहरूलाई देखेर जसरी इन्टरनेटमा महाविनाशको सङ्केत भनिएको छ हो यो सत्य हो, यो महाविनाशको सङ्केत नै हो। तर यो महाविनाश नेचुरल नभई हाम्रै कारणले उत्पन्न हुने महाविनाश हुनेछ। तपाईँले यो विषयमा के लाग्छ आफ्नो विचार कमेन्ट गर्नुहोस्।
साथै नेचर र साइन्स रिलेटेड भिडियोहरू हेर्नका लागि भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नुहोस्।